फेरि पनि हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, यहाँ पनि सन्चै छौँ। आज चाहिँ हामी बिरामी दिनुको लागि जाँदैछौँ। फाइनली गाइज, भूत बस्ने खोला हामी पुगिसक्यौँ। अनि कस्तो डरलाग्दो छ है यहाँ नजिक। अनि यहाँ नजिक किनकि छिटो छिटो हिँड्नुपर्ने हुन्छ, तर छिटो छिटो हिँड्नलाई चाहिँ भइरहनु न बाटो कस्तो भिडको बाटो जस्तो छ क्या, भिड छ। अनि यहाँ चाहिँ आमा कस्तो डर लाग्दो छ भाइ। भाग भाग्यो कस्तो डर लाग्दो छ यार यहाँ नजिक होइन। नर्मल दिदीलाई भेटाइसकेँ कस्तो आमा बोसलाई भेटाइसक्यो भन्नु न। मेरो बोस जी बोस है। हरियाली कस्तो दामी आयो पछाडि। अनि हाम्रो एकजना अर्को बोसलाई भेटाउँछ, उहाँ चाहिँ भूत बोस। यहाँ चाहिँ जीवो कस्तो दौडिरहेको छ, यसको जुत्ताले काम गरिरहेको छैन। तर यसको चाहिँ इन्जिन गयो जस्तो छ। तर अहिले चाहिँ म चाहिँ अहिलेसम्म सलामत छु। फेरि पनि इन्जिन जान सक्छ भन्ने ठेगान छैन। के हेर्नु न सिन, आम्मामा कस्तो दामी हो क्या भने यहाँ। सर्टकट भिडियो बनाउनु लामो बनाएको हरियाली ठाउँ छ, हरियाली गाउँ छ। अनि मलाई मेरो देशमा अरू केही छैन नि त टेन्सन। धरतीको स्वर्ग कहाँ छ भन्ने होइन कि, यहाँ आउनुहोस्, हाम्रो ठाउँमा आउनुहोस्। यहाँ चाहिँ धरतीकै स्वर्ग पाइन्छ। यस्तो हरियाली, त्यो पनि बसन्त ऋतु भएको बेला टाइममा टक्कपारामा यस्तो हरियाली है। अनि यस्तो खोला नालाहरू सुसाएको, अनि चराचुरुङ्गीको आवाज टक्क यसो सुन्न पायो भने, जङ्गलमा आउनु पायो भने, घुम्न पायो भने कस्तो रमाइलो हुन्छ। ल तिमी नै हो मलाई चाहिने, हाम्रो बोसले चाहिँ अब गीत गाउँदै हिँड्ने अरे। हेर्न मन छ, कस्तो रमाइलो छ यार। नढाकन मुहार सिङ्गारले चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। तर बस्नु भयो नि त्यस्तो ड्याङ हानिदिएको, किनकि यो पाताल देख्छ, यो हरियाली देख्छ, गीतै आइहाल्छ कि मुखबाट यार। अनि यहाँ चाहिँ हेर्नु त, बाटोमा ढुङ्गा पो गेट छ क्या, माटोङ्गी। हाम्रो बोस चाहिँ कहाँ पुग्नु भयो, तर हिँड्नै सकिरहेको छैन कि मान्छे। खै किन हिँड्ने छैन यसरी, छिटो हिँडौँ भनेको। म चाहिँ अब यस्तो हिँडिदिन्छु नि। हेर्नु न यहाँ कस्तो हरियाली छ कि यार। यहाँ चाहिँ रमाइलो छ है। यहाँ यस्तो ठाउँमा फेरि पनि आउनुपर्छ, आउनु पनि पर्छ। फेरि आउँछौँ हामी, एकचोटि त आउँछौँ, किनकि जाने हो रिटर्न आउने हो, त्यस टाइममा त आइहाल्छौँ नि हामी होइन। हाम्रो अब काम सकिने बित्तिकै आइहाल्छौँ। अनि अगाडि चाहिँ शिव सर नै बोस अरे जे होस् चलो। तर किनकि हामीले अब यसो ग्यास्ट्रिकको दबाई ल्याएर आएको छौँ, खानुपर्ने हुन्छ ट्याक्टु पारेर। यसको चाहिँ आउट ग्यास भइसकेछ।
कस्तो रमाइलो छ क्या यहाँ यार नि गाइज। तर यहाँ चाहिँ भूत बस्ती करा सरे क्या नि भाइ, यहाँबाट चाहिँ भूत बस्छ अरे। अनि यहाँ चाहिँ भूत बस्ती करा भन्ने बित्तिकै भागिहालेछ है। तर बाटो चाहिँ यहाँबाट खस्क्यो भने चाहिँ सिधै खोलामा, फेरि गाह्रो छ नि त हामीलाई नि है। हामी चाहिँ असार पुगिसक्यौँ भन्दा पनि अब हामी चाहिँ यहाँ असार पुग्न लाग्यौँ है, तल हो। अब हामी जाने ठाउँमा चाहिँ फोन गर्दैछ जीवनले, अनि मैले चाहिँ गरेँ यहाँ। हजुर हामी चाहिँ यहाँ के भन्छ असारातिर पुगिसक्यौँ। असारा यहाँ नजिक बस्नलाई प्रतीक्षालय पनि रहेछ। अनि यहाँ चाहिँ पुल रहेछ कि एउटा, आउनु त गाह्रो आउँछ नि त। यत्तिकै माथि पुगिसकेको छ बाटोले गर्दा। तत्त्व पारामा अब हामी चाहिँ पुगिसक्यो। हाम्रो दाजु चाहिँ यहाँभित्र बस्नु भएको छ। तर यहाँ चाहिँ यस्तो रमाइलो छ कि यहाँ बस्नु सक्नु चाहिँ आइसक्यो यहाँ। एकदमै पुरै स्पिडमा हिँड्यौ त तपाईँ। घाम त छैन, माथि शीतल छ। हजुर खोलामा अब यो रुखले गर्दा चाहिँ अब घाम छैन, त्यति गर्मी छैन। अब चाहिँ हुन्छ होला। बल्ल बल्ल। थ्याङ्क यू गाइज, लभ यु अल। अनि यस्तै यस्तै भिडियो हेर्नुको लागि अनि यो च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। अनि के कस्तो लाग्छ कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला। अहिलेलाई हामी छुट्टिन्छौँ। जय नेपाल।